अहिले चाहिँ म यहाँ सर्भिस सेन्टर आएको छु है रोयल इनफिल्ड अन्डर 350 है। अब यसको हेर्नुपर्छ, यो चाहिँ मेरो थर्ड सर्भिसिङ हो होइन। सो कति लाग्छ है, लाग्दैछ कि 2025 जस्तो लाग्छ होला सायद। त्यसमा तपाईँहरूलाई पनि देखाउँछु होइन, अन्डर 350 को थर्ड सर्भिसिङको कस्ट चाहिँ कति हुन्छ अन्त है। अब बाइक स्टार्ट हुन्छ होला है मेरो पनि। भोकै टेस्ट लिएर आएर हो, हेरौँ अब। सो अहिले चाहिँ बाइक चलाएर त्यस्तो भइरहेछ है। यो डुलै खोलेर डुलै सफा गर्दैछ है, इन्जिन पनि सफा गर्छ भन्दै थियो होइन फर्स्ट सर्भिसिङमा चाहिँ। हेरौँ है कति टाइम लाग्छ। 10:30 त भइसक्यो होइन, कति 9:30 देखि स्टार्ट गर्दा 1 घन्टा जस्तो भइसक्यो। र आजको यो टोटल बिल चाहिँ यो होइन 2023 रुपियाँ भएको छ मेरो थर्ड सर्भिसिङ है अन्डर 350 को। के चेन्ज भएको छ भने नि यहाँ छ है, डल्लै चेन्ज भएको छ। ब्रेक प्याडहरू लिएर सबै इन्जिन ओइल है सर्भिस डल्लै भएको छ। यहाँ उयो गर्दो रहेछ है, के को मतलब इन्जिन खोलेर पनि अलिक सफा गरिदिँदो रहेछ होइन। टोटल एमाउन्ट चाहिँ मेरो 2023 रुपियाँ परेको छ अन्डर 350 को थर्ड सर्भिसिङ।